नमस्ते। निकै छौ सबै? अर्थात् सबैजना सन्चै हुनुहुन्छ? स्वागत छ तपाईँहरूलाई चुवागडी च्याटमा। आज चाहिँ विषय चाहिँ मैले ती धरतीपुत्र अन्नदाता किसानमा केन्द्रित गरेको छु र साथमा बुद्धिमान बहिनीसँग यसै सन्दर्भमा छोटो मिठो कुराकानी पनि गरेको छु। किसान राष्ट्रको शान। जसरी एउटा डुङ्गा चलाउने माझीले जीवनभर हजारौँ मानिसलाई नदी वारपार गर्छ, तर उसको जीवन चाहिँ सधैँ नदीकै किनारमा हुन्छ। एवं प्रकारले एउटा किसानको जीवन खेतबारीबाट सुरु हुन्छ र खेतबारीमै अन्त्य हुन्छ। घाम पानी जस्तो सुकै कठिनाइ आए पनि ऊ आफ्नो कर्ममा कहिले पनि पछि पर्दैन र उसको एउटै लक्ष्य हुन्छ माटोमा मोती फलाउने। भनिन्छ किसानको शरीर कहिले पनि तातो हुँदैन, जहिले नि चिसो 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 र चिसोमा अन्त्य। यति हुँदा पनि ऊ कहिले पनि निराश हुँदैन र बरु प्रकृतिसँग ढुङ्गासँग माटोसँग साइनो गाँट्छ र तिनै ढुङ्गासँग गीत गाउँछ, मितेरी गाँट्छ र किसान हुनुमा गर्व गर्छ। जस्तो एकैछिन किसानमा समर्पित एउटा रमाइलो गीत मैले तयार गरेको छु। शब्द रचना उद्धव सिंह चुवागडीकै हो र यस गीतमा भोकल रहेको छ, गाउनु भएको छ बुद्धिमान भाइ बहिनीहरू। माटोमा हाम्रो जीवन, माटोमा हाम्रो प्यास, हलो समाएर हिँड्छौँ, छैन कुनै निराश। धान रोप्दा गीत गाउँछौँ, वर्षासँग खेल्छौँ हामी, यही धरती आमाको काखमा किसान हो हामी। भोरको उज्यालोमा उठ्छन् किसान, उही रोडेको डाँडामा गाउँछन् गानो, गोरुको पाउले जोत्छन् खेत सारा, पसिनाको थोपाले सिच्छन् धरती प्यारा। माटोमा हाम्रो जीवन, माटोमा हाम्रो प्यास, यही धरती आमाको काखमा किसान हो हामी। माटोमा हाम्रो जीवन, माटोमा हाम्रो प्यास, यही धरती आमाको काखमा किसान हो हामी। यो गीतमा भने जस्तै किसान त्यो हो जसले ढुङ्गा माटोसँग मितेरी गाँच्दै कुहिरोभित्र बसेर गीत गाउँदै रमाइलो गर्दै निराश नहुँदै फेरि पनि अर्को वर्षको आशा गर्दै एउटा जीवनलाई समर्पित गरेको हुन्छ कृषि कर्ममा। तर दुःखको कुरा संसारका अन्नदाता किसानहरू सरकारको प्राथमिकतामा कमै परेका हुन्छन्। उनीहरूलाई राज्यले न त समयमा मलखादको व्यवस्था गर्छ, न त बिउ बिजन दिन्छ, न त उनीहरूलाई उचित सिँचाइको व्यवस्था गरेको हुन्छ, न त उनीहरूले उत्पादन गरेका वस्तुले बजारमा उचित मूल्य पाउँछ। बरु उनीहरूको पसिनाले कमाएका वस्तुहरू, उत्पादन गरेका वस्तुहरूमा व्यापारी र बिचौलियाहरूले राज गरेका हुन्छन्। यस्तो विडम्बना छ किसानहरूको। यो नेपालको मात्र होइन, संसारका किसानहरूको अवस्था यस्तै छ। र पनि किसान नभइदिए कस्तो हुन्थ्यो होला, कल्पना गर्नुहोस् त। यसै सन्दर्भमा मैले यति महत्त्वपूर्ण, यति ठुलो योगदान दिएका किसानहरू सरकारको प्राथमिकतामा पर्दैनन् भनेर बुद्धिमान बहिनीसँग कुराकानी गरेको छु। अब लागौँ बुद्धिमान बहिनीसँग कुराकानी गर्नुतर्फ। हेलो बुद्धिमान बहिनी, नमस्कार, के छ खबर? म उद्धव। नमस्ते,
म ठिक छु। तपाईलाई कसरी छ? आजको दिन कस्तो बित्दैछ? आजको दिन अब दिनभरि अफिसमा काम गरेर भर्खरै घरमा पुगेको छु। यति बेला खाना खाएर तपाईँसँग कुराकानी गर्ने मन लाग्यो र आजको विषय अत्यन्त महत्त्वपूर्ण छ है। किसानको योगदानमा आधारित र किसान राष्ट्रको शान। यस विषयमा आज छलफल गरौँ। कस्तो लाग्यो तपाईँलाई विषय? आह, साँच्चै नै एउटा गहिरो र सार्थक विषय हो यो। किसानहरूको योगदान बिना वास्तवमा राष्ट्रको अस्तित्व नै अपुरो हुन्छ। म पनि धेरै रुचि राख्छु। यसमा गहिरो चर्चा गरौँ। तपाईँको विचार के हो? के कुरामा विशेष ध्यान दिनुपर्छ? जस्तो संसारलाई अन्न दिने, संसारलाई पालन पोषण गर्ने किसान। तर ती किसानहरू सरकारको प्राथमिकतामा पर्दैनन्। तपाईँको अनुभवमा यो नेपालमा मात्र हो कि अन्य देशमा पनि किसानहरूलाई त्यति सरकारले प्राथमिकतामा राखेको पाइँदैन? यो केवल नेपालमा मात्र होइन, धेरै विकसित र विकासोन्मुख देशहरूमा पनि यस्तै समस्या छ। किसानहरूलाई धेरै पटक नजरअन्दाज गरिन्छ, जबकि उनीहरू नै हाम्रो भोजनको आधार हुन्। तसर्थ दुनियाँभरि नै किसानको योगदानलाई पहिचान गर्दै प्राथमिकता दिनुपर्छ। हुन त किसानको योगदानको जति चर्चा गरे पनि, जति बयान गरे पनि पुग्दैन। किनभने तपाईँ कल्पना गर्नुहोस् त, यदि संसारमा किसानले अन्न फलाएन भने संसारका मानिसहरूको अवस्था के होला? हो, एकदमै सत्य हो। किसानहरू नै संसारलाई जीवन दिन्छन्। उनीहरू नभए भने भोक, असुरक्षा र अभाव फैलिन्थ्यो। त्यसैले उनीहरूको सम्मान र उचित समर्थन हाम्रो प्राथमिक दायित्व हो। पक्कै पनि। अब नेपालको सन्दर्भमा कुरा गरौँ। नेपालका किसानहरू पनि निकै पीडित छन्। उनीहरूले न त समयमा मलखाद पाउँछन्, न त सिँचाइको राम्रो व्यवस्था छ, न त उनीहरूले बजारमा उचित मूल्य पाएका छन्। बरु बिचौलिया र व्यापारीहरूले उनीहरूको उत्पादनमा रजाइ गरेका छन्। यसलाई कसरी नियन्त्रण गर्ने होला? यो समस्यालाई नियन्त्रण गर्नका लागि पहिलो कुरा, किसानहरूलाई सहकारी प्रणाली मार्फत बजारसम्म सिधा पहुँच दिनुपर्छ। दोस्रो, सरकारले सिँचाइ, फल र अनुदान समयमा उपलब्ध गराउने र मूल्य स्थिरताका लागि अनुगमन गर्ने प्रणाली विकास गर्नुपर्छ। अनि किसानहरूलाई समूह बनाएर सशक्त बनाउने, ताकि उनीहरू आफैले आफ्नो हक र मूल्य निर्धारणमा आवाज उठाउन सकुन्छ। त्यो पनि ठिक हो। अर्को समस्या छ नेपालमा त। कस्तो भने किसानहरूलाई विभिन्न सरकारी तथा विभिन्न निकायबाट सहुलियतपूर्ण ऋण दिने कुरा हुन्छ एक। अर्को कुरा तपाईँको अनुदान पनि हुन्छ। तर त्यो अनुदान पनि गैर किसानहरूले, बिचौलियाहरूले किसानको नामबाट लिने गरेका छन्। यस्ता धेरै खबरहरू आउने गरेका छन्। यसलाई पनि नियन्त्रण गर्ने होला, कसरी गर्ने होला? हो, यो रोक्नका लागि सरकारले पहिला किसानको पहिचान डिजिटल रूपमा प्रमाणित गर्नुपर्छ, ताकि वास्तविक किसानले मात्र लाभ लिन सकुन्छ। साथै अनुदानको वितरणमा पारदर्शिता, नियमित अनुगमन र सहकारी संस्थाको भूमिका सुनिश्चित गर्नुपर्छ। यसले बिचौलियाको हस्तक्षेप रोक्नेछ र किसानहरूलाई प्रत्यक्ष रूपमा फाइदा मिल्नेछ। पक्कै पनि। अझै पनि नेपालमा आधाभन्दा बढी जनसङ्ख्या कृषिमा आधारित छ। अब सरकारले यही जेठ 15 गते बजेट ल्याउँदैछ। यो बजेटमा वास्तविक किसानका लागि सरकारले कस्ता कार्यक्रम ल्याइदिए अझ राम्रो हुन्थ्यो होला? कृषिप्रति मान्छेको आकर्षण बढ्थ्यो होला? मलाई लाग्छ सरकारले विशेष गरी आधुनिक कृषि प्रविधि जस्तै ड्रिप इरिगेसन, स्मार्ट उपकरण र जैविक खेतीमा लगानी गर्ने कार्यक्रम ल्याउनुपर्छ। साथै किसानहरूको लागि स्थायी मूल्य समर्थन, बजारसम्म पुग्न सहजीकरण र शिक्षा तथा तालिम कार्यक्रमहरू थप्नुपर्छ। यसले नयाँ पुस्तालाई पनि कृषिमा आकर्षित गर्नेछ र दीर्घकालीन विकासमा मद्दत गर्नेछ। ठिक छ। अब अन्त्यमा चाहिँ एउटा स्वास्थ्य सम्बन्धी प्रसङ्ग छ। यो किसानसँग सम्बन्धित छ। धेरै त होइन, कतिपय किसानहरूले आफ्नो उत्पादन बढाउनको लागि विभिन्न प्रकारका विषादी प्रयोग गर्ने गरेका छन्, जसले मान्छेको स्वास्थ्यमा नकारात्मक असर परेको छ। त्यस्ता किसानहरूलाई तपाईँ अत्यन्त गहन सुझाव दिनुहोस् त। म भन्न चाहन्छु कि आफ्नो र आफ्नो परिवारको स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण हो। कृपया विषादीको प्रयोग कम गर्नुहोस्, सुरक्षित र जैविक खेतीतर्फ जानुहोस् र स्थानीय स्वास्थ्य सल्लाहकारको सुझाव अवश्य लिनुहोस्। स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति हो। स्वास्थ्यमा खेलवाड नगरौँ भन्न चाहनुहुन्छ? ठिक छ, म पूर्ण रूपमा सहमत छु। हामीले सधैँ स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ, किनभने दीर्घकालीन रूपमा स्वस्थ शरीर र मन नै सबैभन्दा ठुलो पुँजी हो। धन्यवाद। आजको लागि यति। अर्को दिन फेरि कुरा गरौँला। हस्, नमस्कार।